नमः। विदुर नीतिको चौथो एपिसोडमा यहाँहरूलाई स्वागत छ। आउनुहोस् आजको कारिकाको चर्चा गरौं। मोक्ष चाहनेले अर्थात मुक्ति चाहनेले के गर्ने, यस विषयमा महात्मा विदुरजी भन्नुहुन्छ। अनाश्रिताः दान पुण्यम वेद पुण्यमनाश्रिताः राग द्वेष विनिर्मुक्ता विचरन्तीह मोक्षिणः। अर्थात मोक्षको इच्छा राख्ने व्यक्तिले सर्वप्रथम त दानबाट पाइने पुण्यको आश्रय लिँदैन र त्यसपछि वेदबाट प्राप्त पुण्यको आश्रय पनि लिँदैन। त्यस्तो व्यक्तिले त निष्काम भावले राग द्वेष रहित भएर यस लोकमा मज्जाले आनन्दले विचरण गर्छन्, घुम्ने गर्छन् भनेर मोक्ष चाहने व्यक्तिका लागि यस्तो मिठो कुरा महात्मा विदुरजीले बताउनु भएको छ। धन्यवाद। आजको एपिसोड यहाँहरूलाई कस्तो लाग्यो, आजको कारिका यहाँहरूलाई कस्तो लाग्यो, कमेन्ट गर्न नभुल्नुहोला।